हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई शुभ बिहानी भर्खरै 5 बजे पनि यति धेरै उज्यालो हुने रहेछ भन्ने कुरा चाहिँ आज थाहा भयो। कारण कि म अहिले ढिलो उठ्छु। आज चाहिँ छिटो उठेको चाहिँ 5 बजे पनि यत्रो उज्यालो हुने रहेछ। कारण छिटो उठ्नुको कारण चाहिँ आजको हाम्रो यात्रा छ पशुपति मन्दिर भनेर। त्यही भएर चाहिँ मन्दिर जानु भनेर चाहिँ बिहानै उठ्नुभन्दा उठेको अब नुहाइधुवाइ गरेर हामी लाग्नेछौँ पशुपति मन्दिरतर्फ माथि हेर्दैछौँ। 5 बजेर 29 मिनट जाँदा चाहिँ सूर्य उदाउनु हुने रहेछ। अब चाहिँ हामी लाग्यो कार्य फाइनल्ली गाइज अहिले चाहिँ हामी पशुपति दर्शन गर्नको लागि हेर्दै जानु बाटोहरूको दृश्यहरू निहाल्दै जानेछौँ हामी देखाउने तपाईँहरूलाई।
तेरे रास्ते पे मैं तो आंख मूंद के चला लाइन लाग्नु पर्नुको पीडा यसलाई सोद्धा हुन्छ मलाई त त्यस्तै हो हामी 2-4वटा पठाएँ यसको त फोटो खिचेँ मैले मेरो खुसीले त हामी जाँदैछौँ सधैँलाई जति फोटो खिचेँ नि पुग्दैन त्यो फोटो र भिडियो चाहिँ लाई यति धेरै चाहिन्छ 2-4वटा फोटो मैले जबरजस्ती खिचिदिएर अब भने हामी लागेका छौँ पुरै कैद गर्नु पाएन बाप्रे हावा लाग्यो यार आज पूजा गर्ने भक्तजनहरूको भिड यतिसम्म थियो कि मन्दिर परिसरदेखि बाहिर जुत्ता राख्ने ठाउँसम्म लाइन मात्रै थियो यति घुमाउरो लाइन जो मैले पशुपतिमा पहिलो पटक देखेको थिएँ कारण थियो सायद आज सोमबार भएर होला मलाई मन नपरेको कुरा चाहिँ यो पशुपतिको परिसरभित्र बसेर लुटतन्दा मचाउनेहरू देखियो यसमा के थियो भनेपछि एउटा फुल एउटा अलिकति बेलपत्ता अनि सायद त्यो 5 रुपियाँ पर्छ त्यो अगरबत्ती र एउटा रुद्राक्षको माला थियो अनि एउटा नरियल थियो त्यसको पैसा भने 550 लाग्यो पशुपति दर्शन गरेर फाइनल्ली यति बेला आइपुग्यो रुममा हिजो अस्ति यति बेला भर्खरै उठिन्थ्यो 8:40 पुग्दा चाहिँ आज रुममा आइपुग्यो आजको भर यति नै अर्को भ्लगमा भेटौँला।